पनि ल हामीलाई समातेर देखाउनुहोस् भन्छु म है। अनि अर्को चाहिँ यस्तो जिस्किने ठट्टा गर्ने काम चाहिँ नगर्नु होला होइन। अब आजसम्म भनौँ न जेन्जी भुराहरू भनेर चाहिँ डिसमिस गर्नु भएको होला, तर हामी पनि भनौँ न अहिलेका शीर्ष नेता कुनै बेला हाम्रै उमेरका थिए र हामीले चाहिँ धेरै कुरा पढेका छौँ, उहाँहरूबाट नि सिक्यौँ होला। यो अवस्थालाई कसरी नेभिगेट गर्ने भन्ने चाहिँ हामीले थाहा पाइसक्यौँ। धेरै विज्ञसँग सुझाव पनि लिएको छौँ। हामीसँग हाम्रो 24 वर्ष 25 वर्षको दिमाग मात्र छैन कि विज्ञ टोली पनि छौँ र हामी डराएको पनि छैनौँ। आँट छ, समात्ने भए समात्नुहोस्, फेरि निस्किउँला अथवा समात्नै नसक्नु होला। तर यो यति चाहिँ तपाईँको 76 78 जना जुन बित्नु भएको छ, जुन अवस्थाबाट देश जानु परेको छ, त्यो फेरि आउँदो भविष्यमा आउँदैन भन्ने कुरामा चाहिँ म विश्वस्त गराउन चाहन्छु। यो कुनै जोक हेलो एन्ड नमस्ते त्रिवेणी प्रेस मिडिया हजुरहरूलाई स्वागत छ। म चाहिँ आज तपाईँहरूलाई के भन्न गइरहेको छु भने तपाईँहरूलाई नयाँ नयाँ न्युजहरू हेर्न चाहनुहुन्छ भने हाम्रो यो त्रिवेणी प्रेस मिडियालाई सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्त नमस्ते।